हेलो साथीहरू, म चाहिँ अहिले एउटा भिडियो हेर्न आएको थिएँ नि। त्यो भिडियोमा के भन्दा थियो भनेपछि नेपालका कतिपय मान्छेहरूले आज पनि कतिपय मान्छे छन् जसले राजा आउनुपर्छ, किङ इज ब्याक, होइन यो देश राजाको हो भनेर मान्छेले भन्छन् के। अब मलाई फेरि अचम्म के लाग्छ भनेपछि हाम्रो इतिहासहरू मान्छेले बिर्से कि क्या हो, इतिहास कस्तो थियो। र म कोही एकदम बहुत पुरानो मान्छे होइन कि इतिहास मैले भोगेर आएको मान्छे। जहाँसम्म मैले पढेको, जहाँसम्म मैले सुनेको कुरा के हो भनेपछि राजाको पाला र अहिलेको पालामा गणतन्त्र र राजतन्त्रमा त कम्पेरिजन गरौँ भनेपछि मान्छेहरू अहिलेका जो केटाकेटीहरू हुन्छन्, जो राजाको 2-4वटा भिडियो, महेन्द्र राजाको त्यो चुरोट खाएको भिडियोहरू देख्छन् होइन, त मान्छेहरू एकदम प्राउड फिल गर्छन् कि हाम्रो राजाको पालामा यस्तो थियो होइन, राजाहरूले यस्तो गर्थे त्यस्तो गर्थे, राजाहरूले यो बनाइदिए त्यो बनाइदिए भन्छन् के। म अचम्म पर्छु के कुरामा पर्छु भनेपछि मान्छेहरूले रियालिटी आजभोलि टिकटकमा देख्छन् क्या, या त कुनै भिडियोमा मान्छेले सिनेमावाला भिडियो बनाइदिएपछि त्यसले नै एकदम सबैभन्दा ठुलो सम्झिन्छन् क्या। लेकिन जब राजाको पालामा जनताहरू प्रजाहरू कति दुखी थिए, सबैभन्दा पहिलो कुरो त यहाँ तपाईँले के बुझ्नु भनेपछि जब राजतन्त्र थियो तब त्यहाँ जनता थिएनन्, प्रजा थिए। राजतन्त्रमा प्रजा थिए, जनता थिएनन्। जब गणतन्त्रमा डेमोक्रेसीमा जनता हुन्छन् क्या। र गणतन्त्रको एउटा सबैभन्दा प्लस पोइन्ट के छ थाहा छ कि कोही पनि, चाहे त्यो गरिबको छोरा होस्, चाहे कुनै पनि जातिको छोरा होस्, कुनै पनि समुदायको छोरा होस्, उसले चुनाव लड्न पाउँछ। अगर उसलाई मान्छेले मन पराएपछि उसलाई भोट हालेर संसदमा पठाउँछन् र उहाँ उसले जित्छ। अगर उसलाई राम्रो काम मान्छे छ, राम्रो छ भने उसले जित्छ र जितेपछि कति प्रगति गर्छ देशको लागि। लेकिन राजतन्त्रमा त्यस्तो थिएन। देशलाई राजा चाहिएको छैन। यो मेरो दृष्टिकोण हो, फेरि आफ्नो दृष्टिकोण। राजा अस्ति म सबैभन्दा मलाई हाँसो के कुरामा लाग्छ थाहा छ, मान्छेहरू राजा ल्याउनुपर्छ भनेर साइन गर्दै हिँड्दा थिए र राजाले देश बनाएको होइन। देशमा राजालाई मात्रै मान्छेले एउटा कुरा के भन्छन् भनेपछि सबैभन्दा अचम्म लाग्छ मलाई पनि। मलाई त बहुत हाँसो उठेर आउँछ यो कुरामा के, यो देश राजाको हो गरे। ए भाइ, यो देश राजाको मात्रै होइन, यो देश जनताको पनि हो, मेरो पनि हो। जति राजाको हो त्यति मेरो पनि हो क्या। जति राजाको देश हो त्यति मेरो पनि हो। तिमी यो भन्न मिल्दैन कि यो देश राजाको भनेर। मेरो पनि यो देश हो, मेरो पनि हो नेपाल। राजाको मात्रै होइन, जनताको पनि हो। जनताले लडेका होइन कि राजाले मात्रै लडेका हुन्, जनता लडेको होइन। हाम्रो आमाहरूले भन्नुहुन्थ्यो, हाम्रो आमा बुवा, जुन म पुरानो मान्छेसँग कुरा गर्दाखेरि राजाको पालामा जो एउटा गाउँमा जमिनदार मान्छे हुन्थे उनले कति शासक गर्थे, आर्मीले कति शासन गर्थे, कति नराम्रो काम गर्थे राजाको पालामा। हाम्रो आमाले भन्नुभएको, बुवाले भन्नुभएको, बाजेको र बुवाको मुखबाट मैले खुद सुनेको कि मान्छेहरू साँझ पख कोही त्यो गाउँको जमिनदारले कसैको घरमा आगो बाल्न नदिने, कसैको घरमा झाँक्री बस्न नदिने, कसैको घरको छोरीलाई कसैको घरको बुहारीलाई आर्मीले तानेर लग्थे। तब त मान्छे 70,000 जना मान्छे आफ्नो ज्यान फाल्न तयार भए। तब त यत्रो देशमा जनयुद्ध भयो। मान्छेको यत्रो ज्यान गएको छ, यत्रो 10 वर्ष जनयुद्ध, 10 वर्षको जनयुद्ध पछि लडेर गणतन्त्र आएको छ। त्यो वी निड किङ, राजा हो, हामीलाई राजा चाहियो, राजा इज ब्याक, किङ इज ब्याक भन्दै हल्ला गर्दैमा तिमीले राजा आउँदैन के बाबु। यो कुरा दिमागमा घुसाएर राख। तिमीले कापीमा साइन गर्दैमा कोही राजा आउँदैनन्। अगर राजालाई देश यति नै प्यारो छ, राजालाई देशको यति नै चिन्ता छ भने आऊ, तिमीको त पार्टी छँदैछ त, राबरमा तिमीको पार्टी हो, राबरमा पार्टीबाट आउन्, लडुन्, अनि त्यसलाई प्रगति गरौँ, त्यसलाई अगाडि लैजाउन्। अब कसरी पागल मान्छेहरूले भन्लान् राजाले चुनाव लड्दैनन् भनेर। एकचोटि फालेको राजा दुबारा पनि आउँदैनन्, फेरि कुनै पनि देशमा आएको छैनन् र आउँदैनन् भने यो कुरा तिमीले बुझेर राख। राजाबाट कति पीडित थिए। राजालाई जब राजको सरकार आउँछ नि, त्यहाँ कुन जातिले मात्रै राज गर्छन् र कसको हातमा मात्र सत्ता जान्छ, कसको हातमा मात्र पावर जान्छ कि हामीलाई थाहा छैन। जनजातिहरूले, दलितहरूले कति दुःख पाएको थियो राजाको पालामा, त्यो कि हामीलाई थाहा छैन, त्यो कि हामीले बुझेको छैनौँ। तिमीहरू जस्तो नालायक बच्चाहरूले गएर विनेट किङ भन्दैमा कोही राजा आउँदैनन्। तिमी त के तिम्रो 7 पुस्ताले पनि राजा ल्याउन सक्दैनन्। यो कुरा दिमागमा घुसाएर राख बाबु। हाम्रा पुस्ताहरूले, हाम्रा देशका जवानहरूले राजालाई फालेका हुन् र कोही माइकालालको दम छैन राजा वापस ल्याउने। अगर तिम्रो दम छ भने चाहिँ लिएर आऊ राजालाई, फेरि ल्याऊ चुनावमा, उत्राउ चुनावमा, लडाउ चुनावमा। अब देशको जनताले यति धेरै माया गर्छन् भने राजा ल्याउँछन् भने ल्याऊ फेरि राजा। हेरौँ हामी पनि कसरी आउँछन् राजा। कसैले मुखले कोही कापीमा साइन गर्दैमा राजा आउने यस्तो कल्पना पनि नगर। राजाले कति दुःख दिएका थिए, मान्छेलाई के गरेको थिए भन्ने कुरा हामीलाई थाहा छैन। बेकारमा गणतन्त्रसँग राजतन्त्रलाई कम्पेरिजन गरेर हुन्छ यार। आज जसको छोरो एउटा कुरा ध्यानसँग के सुन्नुहोस् भनेपछि बालेन अहिले देशको प्रधानमन्त्री हुन्। उनी आजभन्दा 5 वर्ष पहिला ऱ्याप गरेर हिँड्थे, एउटा कलाकार थिए। एउटा देशको कलाकार अहिले देशको प्रधानमन्त्री छ। यो कहाँबाट सम्भव भयो? यो गणतन्त्रले दिएको। आज एउटा खगेन्द्र सुनार, दैलेखमा बस्ने खगेन्द्र सुनार देशको सांसद छ। कहाँबाट भएको? यो गणतन्त्रले दिएको। आज प्रत्येक युवाहरू सांसद छन्।
कति पढे लेखेका मान्छेहरू चुनावमा उठेर जितेर सांसद भएको थिए छन् अहिले। र पहिला कति थिए? पहिला राजाले जसलाई चुने, राजाको वरपरको मान्छे जसलाई चुने तिनी मात्रै संसद बन्थे, तिनी मात्रै मन्त्री बन्थे। देशमा त्यत्रो जनयुद्ध भयो, 10 वर्षसम्म मान्छे घर छोडेर जङ्गलमा गएर बसे। तिनको योगदान तिमी यस्तै फालिदिन्छौ? तिम्रो सैन्यले त्यस्तो योगदान जान्छ? खुनले लेखेको इतिहास कलमले कहिले मेटाउन सक्दैन। खुनले लेखिएको इतिहास कलमले कहिले पनि मेटाउन सक्दैन। र तिमीले साइन गरेर राजा आउँछन् भन्ने यो सिर्फ तिम्रो कल्पनामा मात्रै हो, रियालिटीमा त्यो कहिले पनि हुन सक्दैन। तिमी च्यालेन्ज दिन्छु म तिमीलाई। अब कोही पनि नेपालीमाथि यदि दम छ त ल्याऊ राजा वापस, चुनावमा ल्याऊ, बरु उतार तिम्रो राजालाई। गणतन्त्रसँग कम्पेरिजन राजतन्त्रको गर्छन्, राजतन्त्रको कम्पेरिजन गर्छन् गणतन्त्रसँग। देशले हो, हाम्रो देशमा भ्रष्टाचारी नेताहरू धेरै भए जसले देशलाई प्रगति गर्नु ठाउँमा दुर्गतितिर लगे, नराम्रोतिर लगे। यो कुराको बडा चित्त दुखाइ छ। लेकिन नेता बदलिने हो, नेता त तिमी बार त्यही लिएर आउँछौ त। केपी शर्मा ओलीको लागि तिमी बार बाटोमा गएर झगडा गर्छौ त, मान्छेलाई कुट्छौ त। एउटा मान्छेको मैले भिडियो हेरिरहेको थिएँ, त्यही मान्छे केपी बा भनिरहेको थियो, अनि त्यही मान्छे टिकटकमा के गरिरहेको थियो, वी निड किङ भनिरहेको थियो। म त अचम्म पऱ्यो, यो के हो? एउटा मान्छे बाटोमा गएर केपी बा जिन्दाबाद भन्छ, अर्को मान्छे टिकटकमा के गर्छ थाहा छ? वी निड किङ, राजा भन्छ। ए बाबा, कस्ता युवा हो तिमीहरू? यो कहिले पनि हुनु, यो दोहोरो चरित्र कहिले पनि चल्दैन। ध्यानसँग बुझेर राख, सबैले यो कुरा दिमागमा घुसाएर राख। तिमीले राजा ल्याउने कल्पना तिम्रो कल्पनामै रहन्छ। गणतन्त्र धेरै मान्छेले खुन बगाएर आएको छ र यसलाई फाल्न कसैको दम छैन। जब तिमी यो गणतन्त्र आउने हाम्रो प्रचण्डज्यूको, माओवादी पार्टीको प्रचण्डको बहुत ठुलो योगदान छ। र म प्रचण्डको अहिलेको उनले जो बाटो रोजे त्यसको मलाई चित्त दुखाइ छ। म प्रचण्डको बारेमा विगतको उनले गरेका इतिहासप्रति म बहुत आभारी पनि छु, किनकि प्रचण्डले देशको लागि धेरै नै योगदान दिएछन्। दलितहरूको लागि, जनजातिको लागि धेरै ठुलो योगदान पनि दिएछन् र उनको योगदानलाई कहिले बिर्सिनु पनि हुँदैन। उनी एउटा धेरै राम्रो नेता हुन्। तर सँगसँगै उनले जब उनी वामपन्थी तरिकाले जुन लडेर गए, जब उहाँ पुगे, संसदमा पुगे, उनले जुन बाटो अपनाए नि, जुन गरिब जनजाति दलितको मुद्दा लगेर तिनी माथि गएको थिए नि, त्यसपछि त्यहाँ पुगिसकेपछि उनलाई बिर्से क्या। त्यस कारणले उनलाई पनि आज तिनी जनताहरूले बिर्से क्या। तर देशमा गणतन्त्र ल्याउनमा कमरेड प्रचण्डको बहुत ठुलो योगदान छ र उनको हामीले हमेसा सम्मान गर्नुपर्छ, बहुत सम्मान गर्नुपर्छ। प्रचण्डको त म धेरै ठुलो फ्यान पनि हो र अहिले उनलाई रेस्ट गर्न भन्छु म, किनकि उनले यत्रो दुःख गरेर पनि देशमा जुन तरिकाले उनलाई 2/3 बहुमतले जिताए र उनले त्यो काम गर्न सकेनन् र अब उनले रेस्ट गरेकै राम्रो हुन्छ। र अहिलेको देश हाम्रो बालेन सरकारप्रति हामी सबै आभारी छौँ। म त बहुत आभारी छु, किनकि जेनजीका नेता हुन्, हामी जस्तै युवा हुन् होइन। रवि लामिछाने यति धेरै ज्ञानी मान्छे छन् होइन। आशिका तामाङ यति स्वयंसेविका हुनु, उनी यति सेवा गर्ने मान्छे हुनु उनी। अनि खगेन्द्र सुनार यति जान्ने बुझ्ने मान्छे छन् होइन। अहिलेको सरकारप्रति म बहुत आशावादी छु। र कोही पनि माइकालालले यो भन्छ नि राजतन्त्र ल्याउनुपर्छ, यो कुरा कहिले पनि हुन सक्दैन। यो सिर्फ तिम्रो सोसियल मिडियामा उफ्रिने मात्रै हो। मेरो भनाइ यति हो, हामीलाई राजा चाहिएको छैन, हामीलाई गणतन्त्र चाहिएको छ र हामी गणतन्त्रमा बहुत खुसी छौँ। कोही माइका लालको दम छैन गणतन्त्रलाई फालेर राजतन्त्र ल्याउने, किनकि गणतन्त्रमा प्रत्येक व्यक्ति राजा हो। म पनि राजा हुँ, मेरो घरको प्रत्येक सदस्य राजा हुन्, नेपालको प्रत्येक जनता राजा हुन्। जति राजाको अधिकार छ त्यसमा त्यति जनताको, प्रत्येक एक जनताको अधिकार छ। यो कुरा हामी जनताले कहिले बुझ्ने? हामी कति अरूको हजुरी गरेर बस्ने? हामी पनि चुनाव लड्न सक्छौँ। पहिलो गणतन्त्रमा कोही पनि मान्छे म उडादैछको पार्टीले टिकट नदिएपछि स्वतन्त्र लड्न सक्छ, सांसदको लागि स्वतन्त्र लड्न सक्छ, मेयरको लागि स्वतन्त्र लड्न सक्छ, वडा अध्यक्षको लागि स्वतन्त्र लड्न सक्छ। यो आजादी केले दिएको छ? गणतन्त्रले दिएको छ। र आई लभ गणतन्त्र। जय नेपाल।